हेलो एभ्रिवान, सबैजनालाई जय मसी अनि वेलकम छ मेरो न्यू डे न्यू भ्लगमा। आज चाहिँ हामी जङ्गलमा घाँस काट्नलाई जाँदैछौँ। हेरेर अनि मेरो भिडियोलाई साथ सपोर्ट अनि माया गर्नु नबिर्सनु होला। अनि आजको मेरो भिडियोहरू के कस्तो हुन्छ हेरिदिनु होला। घाँस काट्नलाई जानलाई आउँदैछन् दुईजना, एकजना बाख्रा लिएर आउँदैछ मासतिर लानुलाई जङ्गलतिर। त्यस्तो बाटोबाट हिँड्नुपर्छ। एउटा फेरि आउनु सक्छ सक्दैन बिस्तारै। यस्तो मान्छे घाँस काट्नु हिँड्ने रे। आऊ छोड्दै त्यो। अब हाम्रो घाँस काट्ने ठाउँ चाहिँ एरिया चाहिँ यही हो। अब हामी यहीँतिर काट्छौँ घाँस। घामले जलेर झन्नै मरेन हौ। घाँस काट्नु आएको बाफ्रे घामले जलेर। अहिले घाँस काट्न आउने र नि त जले नि। यो पासेर घाँस पिसै गाह्रो गाह्रो छ आमा। पहिला तान्न दिप्छु ल बे। जता जता झमझम घाँस छ त्यतै काटौँ है। आइज यता जाउँ। अबि अनि है काटौँ हो। ए भिडियो बनाउँदै हिँड्दा मैले देखिन छु। हेलो गाइस, आज चाहिँ हामीको गाउँमा मम्मीहरू घाँस काट्न जानुभएको छ। उता फटा चाहिँ दाइ कस्तरी बस्नु। के 24 वटा ए कोचौ मम्मी छिटो गर्नु। बढी ठुलो भयो। शिखर दाइको भइसकेछ एक मुठो। मम्मीको लौ 2 मुठोलाई यस्तो गरिदिएको। 1 मुठो चाहिँ ला चुट्यो। मुठा बान्नै पो जानिन आउनु त दाइ। दाइको फेरि अर्को दाइको चाहिँ त्यहाँ हेर्नु न लोथ्रक्क। अर्को दाइको चाहिँ हेर्नु यत्रो झाडी जत्रो यत्रो भाइ। मम्मीको त त्यो भन्दा नि 2 मुठा भइसकेको थियो। तर पनि यस्तो भएको बनाइ। ओहो शिखर दाइले फेरि 2टा भयो। ला हँसिया त्यही छ मेरो त लौ। तेरो त्यहाँ निकालेर हाल्छु। छिटो गर्नु ल, म फेरि घर पनि जानु पर्यो। म चाहिँ अब्बै घर जाउँ कि। घाँसको भारी नपुग्ने मेरो हँसिया मम्मी कहीँ ठाउँमा सेट गरिदिउँ।
कुनै ठाउँमा सेट गरिदिउँ मेरो हात दुख्यो क्या त्यही भएर भनेको घर जाउँ भनेको टाउकोमा के आयो नि ल घाँसे थोरै काट्नुपर्छ है छोरी गाउँमा सब कम पारेर चाहिँ गाउँको काम गर्न आउँदैन तँलाई सहरको काम गर्न त आउँदैन हरेको काम गर्दा नि हुन्छ मान्छेले हामी त यसरी घाँस गरम काटेको हो काटेर जाने अस्ति भर्खर असारसम्म काटेर जानेको गति त यस्तो देखियो खोइ असारसम्म काटेर ल ल मेरो हँसी यहाँ हराउला जस्तो भइसक्यो अलिक जुम गर्नु पर्यो दाइहरूकोमा चाहिँ जुम गर्नु असार लो त फेरि त्यस्तै गर्छ फेरि के बोल्यो एउटा दाइहरूले बुझी तिम्रो